मेहनत गरेर राखेको साथीहरु त्यस्तै गरी अहिले चाहिँ म चाहिँ यहाँ पकौडा बनाउँदै छु आरामदायी यात्रा हाम्रो चाहिँ हेलो साथीहरु गुड मर्निङ आज पनि न्यू डेली भ्लगका साथमा म तपाईहरुमाझ उपस्थित भइसकेको छु र आई होप तपाईहरु पनि सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै नै छु धेरै दिनको बिरामीपछि आज चाहिँ चंगा भएको छु के भन्छ आजको स्पेशली दिन चाहिँ हाम्रो चाहिँ के छ भने अस्ति तिहारमा देउसे भैलो कार्यक्रम गरेको थियो नि त अनि त देउसे भैलो कार्यक्रममा हामी दिदी बहिनीहरु धेरै जना मिलेर देउसे भैलो कार्यक्रमहरु गरेको थियो हैन अनि त्यसैको चाहिँ आज पिकनिक जाने भन्ने कुरा भइराछ अनि अब पिकनिक जाने चाहिँ हामी चाहिँ अब कहाँ जाने भन्दै थियो उता रामधुनी नगरपालिका उता पञ्चायत के भन्छ प्रेमताल जाने भन्ने भएछ हैन अनि त्यसैगरी म चाहिँ अहिले घरमा छु अनि के भन्छ अब म पनि दिदी बहिनीहरुलाई सघाउनको लागि खानपिनहरु पकाउनु पर्यो नि त अनि त्यसको लागि चाहिँ म चाहिँ मेनुकाको घरमा जादै छु साथीहरु मेनुकाको घरमा चाहिँ यस्तो पकाउने तुलाउने भइराछ का अनि त्यसैले चाहिँ मलाई चाहिँ अब एकछिन सघाउनु आऊ है के गरिराखेको घरमा अरे त्यसैले म चाहिँ अब जानुपर्ने हुन्छ साथीहरु भिडियो अन्तिमसम्म हेरिदिनु होला भिडियो हेर्दै गर्दाखेरि चाहिँ लाइक कमेन्ट प्रथम चाहिँ सब्स्क्राइब गरिदिनु होला ल साथीहरु त्यसैगरी म चाहिँ अब घरबाट निस्किनु पर्ने हुन्छ त्यसैगरी म चाहिँ जादै छु मेरो घर देख्न सक्नुहुन्छ त्यसैले म चाहिँ अहिले चाहिँ साइकलमा यात्रा गर्दै छु साइकलबाट जादै छु साथीहरु अनि के भन्छ मेनुकाको घरसम्म चाहिँ साइकलमा जानुपर्ने हुन्छ अनि पकाउने तुलाउने अनि लिएरदेखि सबै कुराहरू गर्नुपर्ने हुन्छ न्यू डेली भ्लगका साथमा म पनि अहिले मेनुकाको घरमा आइपुगेको छु फाइनली साथीहरु अनि यहाँ चाहिँ साथीहरु गर्दै गरेको रहेछ साइली कृष्णा चिया पिउँदै गरेको छ अनि के भन्छ यो चाहिँ मलाई सायद मलाई नै राखिदिएको होला यो मेरो चिया भन्ने मलाई लागेको छ छोडेर जाने मान्छेको हो मिठो रहेछ फाइनली साथीहरु म चाहिँ मेनुकाको घरभित्र पसिसकेको छु मेनुकाको घरभित्र पस्दा चाहिँ मेनुकाको हालत चाहिँ यस्तो देख्न सक्नुहुन्छ साथीहरु अनि त्यसै गरी पनिर पकाउँदै गरेको एकछिन अनि हामीलाई खाना दिन्छन् कि दिदिनन् त चाहिँ अहिले भरेको भ्लगमा देखाउन चाहन्छु साथीहरु यहाँ यो चाहिँ रोस्ट गर्नलाई मेरिनेट गरेर राखेको साथीहरु मासु रोस्ट वाली अब त्यसैले यहाँ तार दिनु पर्ने हुन्छ खाने हो त्यस्तै गरी अहिले चाहिँ म चाहिँ यहाँ पकौडा बनाउँदै छु अनि मैले चाहिँ पुलाउ मैले पकाएको हेर्नु ल अनि पस्काउने चाहिँ मेनुका तरकारी बनाएको पस्काउन त कति जाने कि अब यहाँ पकौडा बनाउँदै चाहिँ हाम्रो बुढी आमा हेर्दै हुनुहुन्छ उता अनि कतिवटा पकाएर सकेर हामी चाहिँ जानुपर्ने हुन्छ नि स्टार्ट गरेँ मैले अब यति राख्दै मेरो छोरालाई ल यता पनि देखाइदिनु ओइ सबै ड्युटी गयो हुन्छ हुँदैछ त गर्नु ए थेप्चार हाल्नु ल डल्लो होइन ए अब हुन्छ छरपष्ट भयो त जनवरी मोही अब यो केमा लाउनु होला है पलसीमा हाल्न डल्ली गाईको मही खाँदा यस्तो खालको मही आज चाहिँ हामी चाहिँ जाने रोस्टको लागि अचार त्यस्तै गरी सलाद पहिला के दिदी म हैन यस्तो सलाद भनेको कस्तोलाई चाहिँ सलाद भन्दो रहेछ भन्दै थिए हैन अब खाँदै चाहिँ गरेको यो सलादको नाम थाहै थिएन मलाई अब यस्तो काँचोहरु जो खाने चिजहरुलाई जेलाई पनि सलाद भन्दो रहेछ नि दिमाग थाहा थिएन नि मलाई अब यो सहर बजारमा बसेर सिकेको राम्रो गर्नुभयो पनिर कसको भागमा जाने हो थाहा छैन तर हामी पनि भेट्छौँ मलाई एक दुई पिस चाहिँ
अनि यहाँ चाहिँ आलुदम फेरि यति सानो छ, कतिजनाले खाने भन्नुहुन्छ होला। जब हामी 7 जना मात्रै हो। हल्ला नगर धेरै। त्यस्तै गरी म चाहिँ सबै कामहरू सकेको अनि मै खाने अनि घर जाने अनि फेरि चट्टा चिट्टा मेकअप गर्ने, लुगा लाउने, अनि रेखा थापा भएर आउने अनि हामी चाहिँ सफारीमा टुई। आरामदायी यात्रा हाम्रो चाहिँ सफारीबाट हुँदैछ अनि हाम्रो उमा दिदीको पुरा उयो यो पाराले हाम्रो यात्रा हुँदैछ साथीहरू। हामी चाहिँ पिक्निक जाँदैछौँ हामी। घरमा पकाउँदा यति बेला भयो, छोराछोरी पठाउँदा। सफारीको आरामदायी यात्रा। झुन्डिने ठाउँ पनि रहेछ र मात्र हाम्रो यो चाहिँ किन राखिदिएको होला क्या? यो चाहिँ किन किन त्यसरी झन्डेको? त्यस्तै गरी मेरो राजु पनि पिकनिकमा जाँदैछ हामी सँगसँगै यात्रामा। उसको पुच्छार बटारी बटारी कुद्दैछ अगाडि 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 बटारी बटारी बाटो देखाउँदै देखाउँदै अगाडि अगाडि पुच्छार बटारी बटारी। राजु कता हिँडेको राजु? मेरो राजुले बाटो देखाउँदैछ। जाँदैछ नि अब पिकनिक खाने पर्यो नि यो पनि। पछ्याउँछौ हिँड्दा? ए मजाले के नपछ्याउनु, मेरो साथी मेरो छोरा पो त। पछ्याउँछ अरे उमा दिदीले, पछ्याउँदैन त मेरो छोराले। यस्तो पारा बसाइ मोटाबाट परेको त भित्र लगाएर हामी चाहिँ ठिक खाइदिनु यहाँ। हामी चाहिँ मोटो हुनु पनि खाइदिएर एउटा सिटमा 3 जना 2 जना भने हामी चाहिँ अहिले प्रेमको तालमा आइपुगेका छौँ साथीहरू। अहिले चाहिँ छड्के गलबन्दी च्याप च्याप हुन्छ पछाडि बस्नु यता प्लास्टिक होस्लाइदा चाहिँ अहिले अचारको बट्टा खोल्दा मन छ। कता दुईटा निकाल्नु न ल्याउ न रोस्ट चोबेर खाना ए पकोडा पनि रोस्ट खाना कडामा मिल हुन्छ राखिदिम न पकाउन त त्यस्तै गरी साथीहरू हामी चाहिँ लास्टमा फाइनल्ली प्रेमताल आइपुगेको छौँ अनि हामी चाहिँ खानपिनको कार्यक्रम हुँदैछ अनि खानपिनमा चाहिँ हामीले सबैले सेकुवा खान्छ, मलाई चाहिँ सलाद दिएर टाढा बनाइदियो। एक थाल बजाएर हो त्यो चाहिँ सलाद चाहिँ अनि एक थाल बजाएर हामीले चाहिँ के खाइसक्यौँ होइन। अब हामीले खाँदैछौँ साथीहरू अनि फेरि तँ पनि खाने?
यो चाहिँ म खाने फिला भनेको यो चाहिँ मेरो है अनि त्यसै गरी हामी चाहिँ मासु खाँदैछौँ मासु खाइसकेर हामी पकौडाहरू खाँदैछौँ यो पनि छ है अनि त्यस्तै गरी लास्टमा चाहिँ हामीले पुलाउ खाने निर्णय गरेको छौँ साथीहरू भिडियो अन्तिमसम्म हेर्नु होला थुक निल्दै निल्दै तपाईँहरूले मेरो भिडियो हेरिदिनु होला है त कुकुरको मनिषाको पछाडिको कुकुर चाहिँ कस्तो थियो अरे कस्तो कस्तो छ एकचोटि निहालेर त हेर